हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। न्यू डे न्यू भ्लग है। अहिले चाहिँ हामी यो कुन ठाउँ थाहै भएन। हामी चाहिँ आज यता साथी र म खास भ्लग गर्ने तरिकाले आएको थिएनौँ। हामी चाहिँ आज बाहिर नै बिजी थिए भनौँ न, सानो कामले। अनि यो साना हो, यो ठाउँको नाम के रे थाहा भएन। यो ठाउँको नाम चाहिँ थाहा भएन, तर मालेपाटन रे। हामी चाहिँ काम परेर खास आएको थियो त, अनि भ्लग चाहिँ गराएको थिएन। अनि भ्लग चाहिँ बरु राम्रो हुन्छ या नराम्रो, अब भ्लग गराउँदा राम्रै गराऊँ भन्ने सोच मेरो। तर भ्लगलाई कन्टिन्यू गरौँ भन्ने सोचले फेरि पनि आज म भ्लगमा जोडिँदैछु। त्यही हो, अरू त के भन्नु, खासै बोल्न आउँदैन। थाहा नै छ हजुरहरूलाई, नयाँ नयाँमा सुरुमा कति गाह्रो हुन्छ भनेर। हामी चाहिँ अहिले हिँडेको उता लभली डाँडा हुँदै सरङकोट है। देख्न सक्नुहुन्छ सानालाई। मान्छे नि खतरा, बाटो नि खत्रै चुज गर्छन् यिनले चाहिँ। यो चाहिँ हिम्दा जाने बाटो जोइन भयौँ हामी चाहिँ। बाइक पनि गराउँछु भनेको थिएँ। बाइक चाहिँ आज बनाउन टाइमै पुगेन, भोलि गराउनु पर्ला। यो चाहिँ मेरो अगाडिको सक लिक भयो। हिजोको भ्लगमा हेर्न सक्नुहुन्छ। कुदाउँदा पुरा हुन्छ नि, सकै फुत्किला जस्तो भएको कि हिजो। देख्न सक्नुहुन्छ पोखराको भ्यू। यहाँबाट चाहिँ बबाले देखिन्छ है। अझै माथिबाट देखिन्छ। अहिले म तपाईँहरूलाई माथि गएर देखाउँछु है। ओहो, उसको नम्बर प्लेट खस्न लाग्यो। हेलो हेलो, तिम्रो नम्बर प्लेट खस्न लाग्यो। ओ रुक ल गाइज, सानाको नम्बर प्लेट चाहिँ अहिले यहाँ राखेछौँ हामीले मेरो बाइकमा। तपाईँहरूलाई पनि यहाँ मेथलाङ आउनु मन छ भने फोटो भिडियोको लागि तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकदम ठाउँ राम्रो छ। ओहो, साँच्ची कुहिरो लाग्यो नि त आज त। राम्रोसँग देखाउन पाउँछु पाउँदिनँ तपाईँहरूलाई। मौसमै आजभोलि के भयो, पोखरातिर 2-3 दिन भयो घामै लागेको छैन राम्रोसँग। मलाई चाहिँ एकदम राइड जान मन लागिरहेको छ। अहिले चाहिँ राइड नगएको कारण चाहिँ तपाईँहरूलाई अघि नै मैले भनिसकेँ, मेरो बाइकको प्रब्लम सानो छ भनेर। बाइकको सानो प्रब्लम छ। बाइक चप्प भएपछि राइड मिठो गइन्छ, भ्लग पनि मिठो आउँछ। प्रतीक्षामा बस्नु होला। कुदाउन त फेरि छोडिन्न के अरे। ओहो, हामी मेथलाङ डाँडा आइपुग्यो है। लभली। हामी आउने भनेको चाहिँ यहीँ हो। ओ, देख्न सक्नुहुन्छ पोखराको भ्यू, तर खासै राम्रो नदेख्दो रहेछ क्या यहाँबाट त। मैले तल गरेर देखाउँछु तपाईँहरूलाई है।
यहाँ तल जाने हो र साना हो यहाँ तल के यहाँ तलबाट देखाउँछौँ गाइस हजुरहरूलाई है यहाँ यति मात्रै पिच छ अनि यहाँबाट चाहिँ तल अफ रोड छ हामी चाहिँ पहिला यो यहाँबाट सिधै तल गयो भने चाहिँ उता पामीतिर पुग्न सकिन्छ हामी पहिला सिजन दाएर म यो बाटो चाहिँ राइड आएको थियौँ यो अफ रोड राइड छ कि यहाँ अफ रोड छ दाएर म राइड आएको थिएँ पहिला अहिले चाहिँ हाम्रो सानाले बाइकहरूको पोजिसन मिलाउँदै भनौँ ओहो पवाल लाइट टल्कियो त यिनको त त्यो लाइटलाई के भन्छ अरे पार्किङ लाइट पार्किङ लाइट यस ओहो लभली यहाँबाट देख्न सक्नुहुन्छ मेतलाङको भ्यू सरी पोखराको भ्यू मेतलाङबाट चाहिँ यस्तो देख्छ है म चाहिँ अहिले हात छोडेर ओहो लभली सही हो यतिको कन्ट्रोल चाहिँ गर्नुपर्ने हुन्छ है गाइज लभली है गाइज लभली सही हो सही हो सही हो कहाँसम्म सक्दो रहेछ है त मैले हेरौँ है पोखरै पुगिदिने क्या यत्तिकै ए सही हो मलाई चाहिँ फेरि बानी बसिसकेर है गाई त्यस्तो गरेको हजुरहरूले चाहिँ एकदम सेफ भएर गर्नु होला भन्न चाहन्छु म चाहिँ सही हो माथिबाटै हात छोडेर होइन किरा पस्यो आमाहरू हो यहाँको घुम्टीमा चाहिँ अलिक गाह्रो हुन्छ सुताउँछु म कटाउँछु लभली सही हो गाडी आएको त्यही नि ढुक्क हो गाइज अब चाहिँ हात त साथ नै पर्ने हुन्छ है के कस्तो लाग्यो मन पर्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अब हामी नेक्स्ट भिडियोमा भेटौँला है त आजलाई यति नै ओके बाई